Hello everyone, this is second episode of Talking to Strangers and I'm here at Sanka Park. So I'm searching for my guest and म हेरिरहेको छु कसलाई गेस्ट बनाऊँ भनेर. So ask him some questions. है त मिल्छ कि मिल्दैन? I will ask him. Let's talk with him. नमस्ते दाइ. नमस्ते. हजुरसँग केही क्वेसन गर्न मिल्छ भिडियोको लागि? म चाहिँ अहिले दिनकै एउटा च्यालेन्ज जस्तो कि अब एउटा सिरिज सुरु गरेको छु. त्यसमा चाहिँ नयाँ नयाँ मान्छेसँग भेटेर अनि केही कुराहरू गर्न खोज्दैछु भनौँ न. अब लाइफको बारेमा. अनि यो चाहिँ सेकेन्ड भिडियो हो. फर्स्ट भिडियोमा चाहिँ अर्कै एकजना गेस्ट हुनुहुन्थ्यो अनि सेकेन्ड भिडियोको लागि चाहिँ हजुरसँग बनाऊँ कि भनेर. ल भन्नुहोस् न. हजुर कति वर्ष पुग्नुभयो? 67. अनि हजुरले यत्रो 67 अझै के गर्नुहुन्छ अहिले लाइफमा? मेरो प्रोफेसन त इन्जिनियर हो, सिभिल इन्जिनियर. अहिले रिटायर. अहिले रिटायर हुनुभयो. अनि हजुरले यत्रो 67को एजसम्म पुग्दाखेरि होइन हजुरले पछाडिको लाइफलाई हेर्नु हुँदा हजुरले केही कुरा रिग्रेट गर्नुभएको छ त? ल मैले यो कुरा गर्न चाहिँ बिर्सेछु, यो गर्न पाए हुन्थ्यो भन्ने छ त लाइफको पछाडि? खासै त्यस्तो छैन. हामी त गाउँबाट आएको मान्छे. हजुर. मुस्ताङ हो क्या मेरो ओरिजिन चाहिँ, मुस्ताङ, होइन? साधारण स्कुलमा पढेको मान्छे हजुर. होइन. अहिलेसम्म जे जति प्रगति गर्यो हजुर. सबै एचिभ गरे जस्तो लाग्छ. ए सबै एचिभ गर्नुभएको छ. किनभने त्यो हामी अहिले त अब मुस्ताङ पुग्नु भने 10-12 घन्टामा पुग्छ यहाँबाट. हजुर. हाम्रो बेलामा 5 दिन लाग्थ्यो. 5 दिन? पोखराबाट 5 दिन, 4 दिन, 5 दिन हिँड्नु पर्थ्यो, होइन? हजुर. म चाहिँ फर्स्ट टाइम चाहिँ 31 सालमा चाहिँ काठमाडौँ आएको, होइन? अहिले अब 83 भयो. त्यो भएर खासै त्यस्तो रिग्रेट गर्नुपर्ने छैन. हुन त अब मान्छेको लक्ष्य त धेरै हुन्छ, होइन? तर त्यस्तै रिग्रेटै गर्ने मेरो हिसाबमा छैन. अनि हजुरको त्यो अब मेरो एजमा हुँदाखेरि हजुरको सपना के थियो र अहिले हजुर के हुनुहुन्छ त्यो? अहिले कति उमेर? म 20. हजुर. त्यो बेला म अब इन्जिनियरिङ क्याम्पसमा पढ्थेँ, होइन? पुल्चोकमा, होइन? त्यो बेलाको मेरो उद्देश्य भनेको ठुलो उद्देश्य थिएन. त्यो बेला त इन्जिनियर बन्ने पनि नेपालमा थिएन नि त. हजुर. होइन? इन्डिया जानुपर्ने थियो कि त कोलम्बो प्लान भन्थ्यो कि त्यो बेला सरकारले दिने कोलम्बो प्लान. कि त रुसमा कि इन्डियामा विदेशमा जाने, नेपालमा थिएन. भर्खर खुल्न लाउँदै थियो त्यहाँ, होइन? अब राम्रोसँग पास गर्ने, जागिर खाने भयो भने फ्युचरमा इन्जिनियर हुने, त्यति नै थियो मेरो लक्ष्य. धेरै ठुलो लक्ष्य थिएन. तर हामी तुरुन्तै त्यो बेला त डिप्लोमा इन्जिनियरिङ थियो, होइन? हजुर. अहिले क्याम्पसबाट निक्ल्नुभन्दा अगाडि नै मेरो जब फिक्स भइसक्यो, बुझ्नु भएन? हजुर. त्यहाँबाट 16-17 वर्ष, 2 वर्षपछि त लोकसेवाबाट हामी थाहै भइसक्यो थियो सरकारी उसमा, होइन? त्यसको 15-16 वर्षपछि बल्ल म चाहिँ इन्जिनियरिङ पढेको. अहिले जस रिटायर बाहिर फिलिपिन्समा गएर एउटा प्रोजेक्टमा काम गर्थेँ. त्यो प्रोजेक्टले नै स्पोन्सर गरेर फिलिपिन्समा सिभिल इन्जिनियरिङ गरेको. ठिक छ. अनि हजुरको लाइफमा चाहिँ यो फिटनेस भन्ने कुरा चाहिँ कतिको इम्पोर्टेन्ट छ त? फिटनेस? हजुर. भेरी इम्पोर्टेन्ट. भेरी इम्पोर्टेन्ट. त्यो भएर त यो अहिले म 67 भएँ. प्रायः रेगुलर चाहिँ घर बस्दा चाहिँ अब योगा सोगा, होइन? यस्तो स्ट्रेचहरू गर्छु. अब पनि दिनमा अब भनौँ न हप्तामा 4-5 दिन चाहिँ यस्तै 5-6 किलोमिटर मिनिमम चाहिँ म वक गर्छु. अनि यत्रो हजुरले मेहनत गर्नु अहिले त्यो भएर हजुर अब बाबुले बिलिभ गर्दै गर्दैन. टिल नाउ नो सुगर, नो प्रेसर, त्यस्तो खासै रोग केही पनि छैन. यही त चाहियो नि यतिको एजमा. हो. नत्र धेरैजना मेरो एजको मान्छेहरू धेरै जसो गइसक्यो. हजुर.
कोही प्रेसर सुगर भएर होइन भनेर। कोही क्यान्सर लागेर त्यस्तै त्यही भएर यो फिटनेस इज भेरी इम्पोर्टेन्ट एकदमै अनि यो हजुरले यत्रो स्ट्रगल पनि गर्नुभयो होइन यत्रो यो प्रोसेसमा चाहिँ हजुरको बिचमा केहीहरू त्यस्तो अब्स्ट्याकलहरू हल्का गाह्रो एउटा सर्टेन पोइन्टमा चाहिँ ल म यो छैन यो एकदमै गाह्रो छ म गर्न सक्दिनँ भन्ने यस्तो पोइन्ट आएको थियो त होइन त्यस्तो त हुन्छ नहुने होइन अब काम गर्दै गयो भने मान्छेको आकाङ्क्षा त बढ्छ नि त होइन त्यस्तो खासै त छैन होइन तैपनि अब कुनै हुन्छ त्यस्तै वास्तवमा भन्नु भने मेरो लाइफमा त्यस्तो खासै छैन त्यस्तो रिमार्केबल छैन यो गर्न पायो हुन्थ्यो यो सकेन भन्ने मान्छेको इच्छा त हुन्छ होइन तर त्यस्तो खासै छैन म खुसी छु खुसी हुनुहुन्छ जस हजुर लाइफलाई लिएर आफ्नो लाइफ लिएर खुसी हुनुहुन्छ खुसी छु अनि हजुरले देख्नुहुन्छ होला अहिलेको यङ जेनेरेसनहरू धेरैजना अब स्मोकिङतिर लाग्नुहुन्छ होइन स्मोक गर्नुहुन्छ यताउता त्यसको बारेमा के भन्नु सर हजुरले होइन अहिले अब सबैलाई त दोष लाउन मिल्दैन होइन तर जति रेस्पोन्सिबल सिटिजन हुनुपर्ने हो त्यो छैन धेरै अहिलेको यङ जेनेरेसन टिनेजहरू भनौँ धेरै सुविधामा बाँचेछ है पहिलेको हाम्रो पालो जस्तो दुःख छैन मान्छेले त्यही भएर त्यो गलत क्रियाकलापमा लागेछन् गलत हेबिटमा लागेछन् होइन अब सबैलाई भन्न मिल्दैन तर प्रायः चाहिँ अहिले चाहिँ त्यस्तो देख्छ जिम्मेवारी रेस्पोन्सिबिलिटी आफ्नो देख्दैन होइन जुन पहिले थियो होइन धेरै दुःख थियो नि त पहिले त पढ्न भन्ने पनि गाह्रो थियो होइन त्यस्तो सुविधाहरू थिएन होइन त्यही भएर अहिले अझै अहिले त के भन्छ युग त एकदम फास्ट चेन्जेबल छ नि त छिटो त्यही भएर कम्पिटिसन हाई छ होइन त्यही भएर समयअनुसार आफू अपडेट हुनु पऱ्यो त्यही अनुसार आफू चाहिँ मेहनत गर्नु पऱ्यो होइन अहिले चाहिँ त्यो मेहनतको चाहिँ कमी छ मान्छेले मैले देखेको मान्छेलाई अहिले मेहनत बिनाको फल चाहियो मेहनत गर्दैन अरूलाई मात्रै दोष दिन्छ है साधारण आफ्नो घरको काम साधारण आफ्नो काम पनि गर्दैन होइन मान्छे अरूलाई दोष दिन्छ आफ्नो जिम्मेवारी पुरा गर्दैन अहिले पहिले र अहिलेमा फरक त्यो छ अहिले चाहिँ धेरै सुविधामा हुन त अब कम्पेरिटिभली विदेशको हिसाबले त छैन होला तर अहिलेको तुलनामा धेरै सुविधा छ अहिले हरेक हिसाबले होइन तर त्यो सुविधाहरू युटिलाइज गर्न सकेको छैन अहिलेको जेनेरेसनले जति गर्नुपर्ने हो होइन जति आफ्नो रेस्पोन्सिबिलिटी निभाउनु पर्ने हो त्यो चाहिँ कमी देख्छ अब एउटा लास्ट एउटा क्वेसन लास्ट एउटा क्वेसन चाहिँ हजुरले अब यो इन्जिनियरिङको फिल्डतिर लाग्नु पनि अब मान्छेलाई धेरैवटा कुरामा इन्ट्रेस्ट हुन्छ नि अब फर्स्ट स्टेप चाहिँ के हुनु पर्ला र त्यो के कुरा सुरु गर्नुभन्दा अगाडि क्या फर्स्ट स्टेप कसरी चाल्न भयो हजुरले कसरी चाल्न ठिक होला जस्तो लाग्छ क्या होइन अहिलेको यसमा चाहिँ यस्तो हो आफै अब गोल चाहिँ सेट चाहिँ हुनुपर्छ त्यो चाहिँ 20-22 वर्षको उमेरमा म यो गर्छु भनेर चाहिँ एउटा लक्ष्य चाहिँ लिनुपर्छ त्यो भयो भने सफल हुन्छ होइन त्यही अनुसार अब पुग्छ भन्ने त छैन तर प्रयास त गर्नु पर्यो प्रयास गरेर पुगेन भने अब अरू गर्नु पर्यो होइन प्रयास गरेर सबै हुने भए त सबै ठुलो मान्छे हुन्थ्यो सबै आफूले चाहेको हुन्थ्यो नि त्यो त पुग्दैन नि त तर मान्छेले हरेस खानु चाहिँ हुँदैन हरेस खानु भएन लागिराख्नु पऱ्यो त्यो भएन भने अर्को विकल्प सोध्नु पऱ्यो अप्सनहरू अरू हेर्नु पऱ्यो अनि अरूमा ट्राई गर्नु पऱ्यो अनि मेहनत गऱ्यो भने ढिलो चाँडो सफल हुन्छ सक्सेस हुन्छ हस् धन्यवाद ल ओके थ्याङ्क यू भेरी मच ल धन्यवाद टाइम दिनुभएकोमा हस् ल सेकेन्ड एपिसोड पनि यसरी सकिसकेको छ अब सी यू अन another episode
सो अहिलेको लागि बाई बाई